दामी छ पछाडि पहाड यार। ल यो चाहिँ हाम्रो अरावली हिल हो रे। दामी चाहिँ अति दामी छ, दामी छ। अझै पोइन्ट अफ भ्यू पोइन्ट चाहिँ अगाडि रहेछ, 300 मिटर अगाडि छ अरे। अब हाम्रो लोकेसन चाहिँ यहीँसम्म थियो। अब हामीलाई दिक्कत चाहिँ के भयो भन्दाखेरि आउनु चाहिँ आयो, ऱ्यापिडो स्यापिडो बुक गरेर आयो। यहाँसम्म फेरि अब के छ भने हाइवेबाट चाहिँ कमसेकम पनि 8 किलोमिटर समथिङ, यस्तै 8-9 किलोमिटर टाढा छ। भने पछाडि हामी जाने बेला त अब आउँदैन, अनलाइन राइडहरू त आउनु खोज्दैन, यति टाढा कहाँ आउँछ त। हामीलाई समस्या त्यो छ। भने पछाडि हाम्रो वार्ड लाग्नेवाला छ यार, 8-9 किलोमिटर हिँड्नुपर्छ यार। के छ त मजाको हो, केही छैन तर हिँडिदिउला, तर रमाइलो हुनु पऱ्यो नि त। यस्तो टिल्क टल्किया घामहरू अनि पहाड इलाका।